पत्रकार भएर मोबाइल बोकेर हिँडेको राजगढ बजारमा फोहोर व्यवस्थापन कसले गर्ने हो? यो फोहोरको कारणले बजारमा पत्रकार भएर हैजा फैलिँदा मोबाइल बोकेर यसको हिँडेको जवाफदेहिता को हुनु? सम्बन्धित पक्ष मौन बसिरहेको अवस्थामा व्यवसाय पत्रकार गरिरहेको भएर अवस्थामा फोहोरको डङ्गो जताततै भेटिएको पाइन्छ। यसको व्यवस्थापन कसले गर्ने भन्ने कुरो जनचासोको विषय रहेको पाइन्छ।